छुट्टी दाइ हजुर दाइ तपाईँलाई नेपाली गीत आउँछ मलाई आउँछ दाइ म गाउँछु त्यसो भए एउटा गीत गाउनु त ल मिठो खालको नेपाली गीत ल त्यो रेशम फिडिडी रेशम फिडिडी उडेर जाउँकी डाँडामा बन्जाङ रेशम फिडिडी ए कहाँबाट दाइ सबै सिकेको दाइ कस्तो छ उयो के राम्रो छ दामी छ दाइ दामी दामी त्यो बेलौती पाएको त्यो मिठो गरेर गाउनु त यो भन्दा अलि मिठो छ क्या त्यो गीत को बोले त्यहाँ फेरि जो बोले त्यो बोल्छ एउटा पिनासी भन्ने छ हो त्यो बोलिरहेछ ल एउटा बोल के गीत रे बेलौतीवाला गीत गाउ त बेलपोटी पाक्यो बेलपोटी पाक्यो पागल बेलौती पाक्यो बेलौती बेलौती नट बेलापुती बेलौती बेलपोटी पाक्यो बाह्र छोड्यो फेरि यार त बेलौती हो बेलौती छाडा हो यो त्यो अघि भन्यो नि उसले त्यो छाडा अनि छाडा गीत किन गाएको दाइ मलाई नेपालीले यस्तै गर्छ कि मलाई बेलौती बेलौती भन त लाउ बेल बेल बेलापु बेलाउती पागलै हो रहेछ न बे बे लाउ लौ टी टी ल भन बेलौती बेलाउती ल भन यस बेलौती पार्टी बेलाउती पाको यतिको भन्नु भने चाहिँ देश बेलाउती पाको डाँडा घरे मैलाले गीत गाएको ए सबै त्यो कता र कता बनाइदियो उसले त कस्तो राम्रो छ कि राम्रो छ दामी छ ल अनि मलाई कहिले लाने अमेरिका तिमीलाई त म त उता दुबई पढाउने जस्तो अनुहार छ अमेरिका जान्छु भन्छ दुबई पनि होइन मलाई कतार ल दुबई भए नि हुन्छ मलाई त्यो ठुलो त्यो ब्रुज खलिफा छ नि हो त्यहाँ गएर फोटो खिच्नु मन छ कि त्यस्तो छाडा देश नबोला बाई छिमी त्यो चुचुरो के यस्तो परेको ठाडोवाला त छ नि। कहिले जाने म घर म म म यता त्यो दसैँ मनाउने